हाँस्दैछ गाइस। अब यो धरानी डढेको होइन, कालो अख्राट छ, देख्दैन होला। आज चाहिँ बिहीको लागि होइन बहिनी छ बनिएको यस्तो जग्गामा आइएको छ गाइस। ल साई बाबाको मन्दिरहरू रहेछ गाइसहरू चाहिँ होइन हामीसँग आउनुभएकोहरू है। कस्तो लाग्यो भाइ यतातिर गाइस? गाडी राखाइ त्यहाँ छ, गरिन्छ अनि त्यसपछि चाहिँ लागिन्छ फेरि। अहिले फेरि गणेशको उयो छ मारामा, यहाँ फेरि यो आइटमहरू धेरै हुन्छ कि ज्यादा खायो भने त्यो सब कुरो ओके भएको रहेछ। आयो आयो ल दर्शन नमस्ते लासो फेबोला ओ गाइस सेवारो लिम्बू ब्लगलाई चाहिँ होइन माया गरिदिनु होला, मिठास गरेर माया गरिदिनु होला होइन गाइस। बनियानीको होला त्यस्तो छ, हाम्रो डुबे भाइ हिँड्नु आँटेको अवस्था छ होइन, हाँस्दैछ गाइस। अब यो धरानी हिँड्नु आँटेको होइन, बिहान चाहिँ यस्तो हुन्छ मर्निङ वाक, ड्याङ्की मर्निङ वाक हिँडिन्छ तर आँखा देखिँदैन, ट्याक पाना बजार छेउमा होइन, छेउछेउमा हिँड्ने हुन्छ गाइस। यस्तो छ यस्तो छ यस्तो छ होइन। यो डुबे भाइ अब उसको पालो गणेश फेरि यहीँ आइसकेको है, कालो अख्राट छ, देख्दैन होला। हात्तीको बजार छ यहाँ फेरि गाइस। आज चाहिँ बिहीको लागि होइन बहिनी छ होइन, बनिएको ल गाइस। आज चाहिँ भने यसरी आइएको छ दुरन हेर्न आउनुभएको होला सायद आज होइन। दुल्हनको त्यो के गर्नु आउनुभएको आज चाहिँ होइन, यसरी आउनुभएको छ। यस्तो छ है गाइस होइन। माछा पोखरी पनि रहेछ यहाँ, माछा पोखरीहरू पनि, माछा पालनको व्यवस्था पनि रहेछ होइन। यहाँ फेरि म अघि आउँदा आउँदा त्यो पिलर पनि देखेँ क्या, रोडकै उतापट्टि पिलर पनि देखेँ। अनि त्यसले गर्दाखेरि चाहिँ यो भन्थ्यो संसार गोलो छ घुम्नै आउँछ भन्थ्यो, त्यस्तो लाग्यो। यस्तो जग्गामा आइएको छ गाइस आज चाहिँ यसरी यस्तो जग्गामा आइपुगेछ। गाडी हामीले त्यहाँ राखेका छौँ आज चाहिँ होइन। यहाँ फेरि खेती भनेको सबै मकैको मात्रै हुँदो रहेछ, मकै खेती होइन। मकै खेतीहरू हुँदो रहेछ गाइस। धानहरू चाहिँ एउटा हालेको छैन, मकै मात्रै हालेको छ यो जग्गामा, मकै नै मकै छ। बाटो यस्तो छ, यस्तो जग्गामा आइएको छ आज। सो कहिले काहीँ यसरी रिजर्भ लाग्छ, कहिले काहीँ औँसी पूर्णिमा होइन, अनि यसरी आइन्छ। रिजर्भ भएको बेला चाहिँ गाडी रिजर्भ भएको बेला यसरी आइन्छ। यहाँनिर मन्दिर पनि रहेछ होइन, यसरी मन्दिर पनि बनाउनु भएको रहेछ मन्दिर होइन। माथि ओम रहेछ मन्दिरहरू, माछा पोखरीदेखि लिएर माछा पालेर बसेको हो होइन। पुरानै गाउँ रहेछ यस्तो रहेछ है गाइस। यहाँतिर यहाँ नसोचेको नदेखेको जग्गा पनि अब ड्राइभर भएपछि
आइपुगिँदो रहेछ त्यो स्कुल होला उपर होइन यो चाहिँ दामी रहेछ त्यहाँ पनि यस्तो चोक जस्तो स्कुल जस्तो छ त्यहाँनिर होइन हेरौँ के रहेछ गाईहरू पञ्चपाडा भन्ने जग्गा चाहिँ यस्तो रहेछ होइन गाईहरू पाल्नु भएको रहेछ पञ्चपाडातिर चाहिँ ग्यास यस्तो छ गाडी भएपछि कहाँ कहाँ आइपुगिन्छ होइन यो जग्गा चाहिँ पञ्चपाडाहरू होइन यो जग्गाको नाम चाहिँ पञ्चपाडा यसरी आइएको छ होइन माइ यो के जग्गा हो के भन्नुभयो रुडीमाडी ए रुहीमाडी गाइस रुहीमाडी दिल्ली राजबस्ती यस्तै छ है गाइस आज चाहिँ होइन यहाँसम्म आइएको छ माईलाई पनि सोधियो अनि माई यो चाहिँ के हो ए मन्दिर हो ए ल साई बाबाको मन्दिरहरू रहेछ दर्शन मन्दिर रहेछ है गाइस यहाँतिर है यस्तो जग्गा रहेछ दामी लाग्यो मलाई यो जग्गा चाहिँ गाइस है राम्रै रहेछ ठिकै रहेछ के छ रहेछ होइन यस्तै हो गाइस भगवान्हरूको दर्शनहरू पनि हुने जग्गाहरू मार्मिक त्यही हो होइन ल है गाइस यहाँ यस मन्दिरभित्र भगवान् पनि हुनुहुन्छ भगवान्हरू यहाँभित्र त्यसै गाइस 5 कन्या माताहरू हुनु रहेछ जय माता गाइसहरू चाहिँ होइन हामीसँग आउनुभएकोहरू है कस्तो लाग्यो भाइ यतातिर रमाइलो छ ल है रमाइलो लाग्दछ अरे भाइहरूलाई यही हो बिहा गर्छु गाइस गाडी राखे त्यहाँ छ ल गाइस आज चाहिँ होइन छ यहाँनिर आउनु यस्तो प्रकारको होइन यहाँनिर उल्लु गर्दैछ कुन जातको गर्छ होइन यस्तो चाहिँ आज चाहिँ होइन यो चाहिँ के हो टिकाटालो हो टिकाटालो भन्छ है होला टिकाटालो राजवंशी होइन गनगाईको राजवंशी गनगाईको टिकाटालो यस्तो हुन्छ है गाइस हेरिहाल्नु है धमाधम टिकाटालो भइरहेछ यहाँ हेरौँ है टिकाटालो सकेको अवस्था छ अहिले फिलहाल अब सबैजना टिकाटालोमा चाहिँ खान्दै पिन्दैतिर जाने अवस्था छ होइन साँचहरू परिसकेको छ गाइस यस्तै छ हेरौँ हाम्रो यहाँ पार्टी पनि छ होइन हामीसँग आएको यस्तै छ ल अब चाहिँ धमाधम खान्दै पिन्दै गरिन्छ अनि त्यसपछि चाहिँ लागिन्छ फेरि अहिले फेरि गणेशको उयो छ कि मारामारी त्यसले गर्दा अलिक चाँडै जानुपर्छ उज्यालोमै नभए यसो सुँड निकालेर घुइत्रो हान्छ मकैबारीतिर अनि त्यसले गर्दाखेरि अलिक समस्या छ यस्तो तानेर घुइत्रो हाल्यो त कहाँ पुर्याउँछ हामीलाई ल अलिक छिटो गरौँ छिटै गरेर जाउँ होइन यता आउँदैन अस्ति बन्यानी स्कुलमा आएको थियो स्कुलमा त आउँछ त्यहाँ किन आएको हामी भनेर आएको छु हो उहाँहरूले भनेर आएको रहेछ ठिकै छ केही छैन
ल गाइस यस्तो यस्तो छ है गाइस अब चाहिँ खाँदै पिन्दैतिर लाग्यो अब हामी होइन धमाधम छियाउँदैछ खाँदै पिन्दैतिर यहाँ हाम्रो भाइहरू होइन ए खाँदै पिन्दैतिर अब हामी भाइहरूले भन्दैछ लेडिसलाई अलग्गै राख होइन जेन्ट्सलाई अलग्गै राख यस्तै छ गाइस अब खाँदै पिन्दैमा धमाधम ल यस्तो पो हुन्छ त सन्चो छैन रहेछ बिचरा बिमारी रहेछ त्यसले गर्दाखेरि हाम्रो बोयहरूले धमाधम काम गर्दैछ ल गाइस यस्तो छ है गाइस आजको चाहिँ प्लेट फेरि यस्तो हुन्छ यहाँ यो चाहिँ मेरो छोरा हो अर्को सेतो खाले यो चाहिँ छोरा हो मेरो छोरा हो यो छोरा हो आमामा ल बाउ चाहिँ छोरा त पुरा भइसक्यो तपाईँ कन्टिन्यू गर्नु भयो ल यस्तो छ है गाइस आजको चाहिँ धमाधम छिर्दैछ केटाहरू ल यो चाहिँ नस्ता खुवायो है साथी यहाँ फेरि यो आइटमहरू धेरै हुन्छ कि ज्यादा खायो भने त फेरि भुँडी फुटेर मर्छ है साथीहरू कम्ती कम्ती खानुपर्छ आफ्नो मर्जीमा यो पहिला नस्ता हुन्छ त्यसपछि अब फेरि भात खानपिन हुन्छ फेरि जाने बेला चाया अन्त कम्ती कम्ती खानुपर्छ होइन ल गाइस खान थाल्यो गाइस खानासाना खाइयो शान्तिमा अवस्था भयो खानासाना खाइयो जोस सब कुरो ओके भएको रहेछ जोस जिब्रो नै भएछ ब्रोहरूले चाहिँ राम्रै बनाएको छ है खानाहरू चाहिँ मन पर्यो ल सबै उठेर हात धुने कोही कहाँ जाने होइन त्यस्तो छ अब हामी लाग्ने होइन त भेटघाट गर्ने अनि लाग्ने हो अन्तिम अवस्था भइसक्यो गाइस ल गाइस रात परेको अवस्था छ होइन अब चाहिँ घरतिर निस्किँदै गरेको अवस्था यस्तै छ गाइस हल्का फुल्का होइन अब यहाँनिर चाहिँ धमाधम घरतिर निस्किने अवस्था छैन हामी चाहिँ ए होइन ल आयो ल यस्तो छ है हामी चाहिँ खेतबारीमा तल झारेको छौँ गाडी चकासले बुझ्दैछ पर्खौँ है गाइस अब चाहिँ हिँड्यो एकैचोटि पुगिन्छ घरतिर सर्लक्कसँगले होइन भन्नुहोस् न अब घरतिर पुगिन्छ नि लाइक कमेन्ट सेयर सब्सक्राइबर हान्दिनु होला तपाईँहरूको माझमा यस्तै भ्लगहरू लिएर आउनेछु अहिलेलाई बाई